के भयो साँझ काम गरेछस् फेरि घरमा छोराछोरीहरूलाई कुनै मर्लास् फेरि मिलेर काम गर्नु अरूलाई टच नगर्दैछस् म पारी बसेको पारी गएर ठिक छ त्यहाँ फेरि उहाँ चाहिँ के तपाईँ आफ्नो के भयो तपाईसित पैसा असुल गर्न मैले पुलिस पठाएँ भने जे भए पनि तपाईँले 2 दिन भयो यहाँ त वारिपारि म त्यहाँ दिदी उहाँ बस्थेँ याद गर्नु है याद गर्नु होइन सकेला पैसा असुल गर्न मैले पुलिस किन त्यहाँ म यहीँ बस्छु क्या उता भन्नु कहाँ बसेको थियो आफ्नो ठाउँमा आफ्नो है यहाँ बसेर दिदीले यहाँ आएपछि म उता यताउता बस्छु मैले अब मैले तपाईँ याद गर्नु है तपाईँ त्यहाँनिर बस्ने हो मैले अस्ति धेरै चाहिएपछि ल्याउनु नत्र त्यहीँ फालिदिनु त्यहाँ किन गिलास अस्ति तपाईँसित तपाईँ किन आएको खाली किन एक वर्ष ओके मिलेर गर्नु नि भाइ मिलेर जहाँ बस्ने एउटै त हो त मिलेर गर्नु न अनि थाहा छ मलाई पुण्य हान्नु तपाईँ हान्नु किन पुण्नु तपाईँ पुण्नु त किन थाहा हुन्छ पुण्नु त म नि आफू जोग्दो होला किन फालिस् तपाईँ आफ्नो ठाउँमा जानु हिजो म त्यहाँ पारी बसेँ ल तिमीहरू पहिला बाटो बसेर तपाईँले तपाईँसँगले बिन्ती गरेर दाइ यहाँ बस्छु म तपाईँसित पैसा उठ्यो एकै ठाउँमा चिया बेच्यो भनेर यार कस्तो झगडा गरिदिरहेको त र अब त्यो चिया बेच्दैमा के भयो त है यिनीहरूको ठाउँ हुँदो रहेछ क्या चिया बेच्ने एउटाले यहाँ बेच्यो भने अर्कोले उ त्यहाँ एकजना अर्को ठाउँ आफ्नो ठाउँमा आएर गरिदियो भने त झगडा पो पर्दो रहेछ यार आम स्टिल पुसिङ इट यो बाटो चाहिँ चिल छ यार यो बाटो चाहिँ स्ट्रिट लाइटहरू यस्तै हुनु पऱ्यो क्या स्ट्रिट लाइटहरू टक्क सबैतिर क्या होइन बल्लको बवाल हुन्छ त यार रातिमा हिँड्दा नि सेफ भयो लाइटहरू नै छैन कतिपय ठाउँहरूमा झन् त्यो त मेन स्ट्रिट भयो यसमा चाहिँ हुन्छ यहाँ चाहिँ छ कि यो मेन रोड भएर अब यता भित्र छिर्नुपर्छ यहाँ त छैन क्या यता भित्र चाहिँ अँधेरो छ क्या यता चाहिँ कहीँ छ त्यस्तो लाइटहरू होइन नत्र चाहिँ अँधेरो छ क्या सबै स्ट्रिटहरू नै पहिले यहाँ नि कुकुर डेन्जर बस्थ्यो यार अहिले बसेर हुन्छ अहिले ऊ त्यहाँ भित्र हुन्छ कुकुर अहिले डेन्जर ग्याङ बनाएर बस्यो हुन्छ नि ऊ यहाँ यसको चर्ती गला के हो यसको ऊ के हो भाइ भाइ के भयो भाइ आइज ल उता बस उता जा उता बस अर्को नै आयो साथै दुईजना हो आमा खतरा छ त जोडी त ल म गएको बाई म गएँ भेटौँ ल पछि भेटौँ ल बाई पछाडि अर्को नि रहेछ